धनगढी उपमहानगरपालिकाले आयोजना गरेको प्रदेश स्तरीय सिप तथा रोजगार मेला 2082 अन्तर्गत बेत बाँस क्राफ्ट तथा हस्तकला सामग्री तालिम सुदूरपश्चिमका युवाका लागि आत्मनिर्भर बन्दै गएको छ। माघ 5 गतेदेखि सुरु भएको उक्त तालिममा 25 जना युवा युवती प्रत्यक्ष रूपमा सहभागी भएका छन्। सिप मेलामा चाहिँ म अहिले बेत बाँसको तालिम सिकिरहेको छु। यही तालिम गर्न पाएकोमा राम्रो लागेको छ। अनि रोजगार मेलामा थरीका तालिमहरू छन्। हामी चाहिँ यही रोजगार मेलामा बेत बाँसको तालिम सिकेर छौँ। यो सिक्न पाएकोमा राम्रो लागेको छ। पछि गएर आफू घरमै बनाउँदा गर्दा कतै दोकानमा राख्न सकिन्छ आफू। अनि जीवन निर्वाहको लागि पनि राम्रो सिप छ। पछिसम्म पनि काम लाग्छ, अरूलाई पनि सिकाउन सकिन्छ। बेरोजगारीको चपेटामा परेका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको तालिम बिहान 10 बजेदेखि दिउँसो 2:30 बजेसम्म चलिरहेको छ, जहाँ सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको छ। प्रदेशका 83 स्थानीय तहबाट करिब 600 युवाको सहभागिता रहेको मेलामा 7 क्षेत्र अन्तर्गत 22 प्रकारका सिपमूलक तालिम सञ्चालन भइरहेका छन्। प्राप्त सिपले स्वदेशमै उद्यम सुरु गर्न वा विदेशमा रोजगारी खोज्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्। नाम आयुष्मा चौधरी हो। म धनगढी 1 अदालत रोडमा बस्छु। मेरो 9 दिन लाग्छ आएको यो बाँस बेतमा। यो तालिम ठिकै लागिरहेछ। म्यामहरू यो सिकाउने म्यामहरू पनि एकदम राम्रोसँग सहज रूपमा एकदम राम्रोसँग सिकाइराख्नु भएको छ। अनि यो तालिम पनि अझै थप गरिदिएकोमा झन् राम्रो हुन्थ्यो, हामीलाई सजिलो हुन्थ्यो सिक्नलाई। बाँसको मुरा सिक्यो अनि बेतको मुरा, अब यो पूजा गर्ने गमला सुरु गरिरहेको छु। सजिलो हुन्छ, फेरि केही गर्न सकिन्छ बनाएर। समग्रमा यो मेला युवालाई सिपयुक्त बनाउँदै रोजगारी र आत्मनिर्भरताको दिशामा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।